हेलो साथीहरू, अहिले चाहिँ हामी फाइनल्ली महाराष्ट्रको यो कुन ठाउँ हो हामीलाई थाहा छैन होइन। हाम्रो चाहिँ बेङ्गलोरदेखि नेपाल हिँडेको, तर हाम्रो चाहिँ बिजोग भयो। तर दाइ यार अब बोलाउने बेलामा त खतरा तरिका ल आइजो भाइ सिट छ टक्क बसालेर पठाउँछु भनेर 20 चोटि फोन गरे होइन। अब अहिले हामी मात्रै होइन, हामीले चाहिँ 100जना कस्तो टेन्सनमा छन्, तनावमा छन् होइन। तर यसो चाहिँ नगर्ने, यहाँ केटा रिसाएर खतम छन्। अनि यहाँ हग्न जान पनि यहाँ पर्मिसन लिएर जान पर्ने यस्तो ठाउँ छ यहाँ। तपाईँहरूलाई यस्तो ठाउँमा राखिदिए कस्तो हालत हुन्थ्यो होला। सबैको दुःख मर्म बुझ्नुपर्छ दाजु। यहाँ भुगुडी आएर खतम छ गर्मीले। यता हेर त नानी, ल हेर यहाँ बच्चाको हालत। यहाँ बुढादेखि बच्चासम्म सास फेर्न भित्र गाह्रो भइसक्यो हामीहरूलाई।